Go. ठिकै छ किन यता ठिकै होला क्या खै त्यो दिदीहरू देख्नु धान काट्ने गर्छन् खेततिर। ए धान पाकिसक्यो यसपालि धान अलि छिटो पाक्ने धान रोपिएछ, ए ठिकै छ। अब काट्ने त्यही अब त्यो काट्ने मेसिन पनि आएको रहेछन् क्या अहिले। मिसिन मिसिन कति कसरी घन्टा लिँदैछ अब यो दसैँ भएर अलि उनीहरूले टाइम पाएका छन्, अलिअलि बसेको बेला काट्छौँ भनेर गएछन्। ए ठिकै छ, ठिकै छ फेरसर लगाएर अलिअलि घर राख्ने अलिअलि दिन पर्ला। यो चल्ला र साइले होइन र हो यो आएछ पनि आएछ बिजुबाट आएछ त्यस्तै लागेर नबोलिदिन्छ। होइन होइन गरौँ न ए छैन अहिले हतार छ, पछि भेटौँला है। म गएँ अनि यो त विदेश गएर नबोलिकन नपसिकन हिँड्यो, कति माइती छ कि के भयो होला। यो त पसेन पस्न त त्यही पनि हाल खबर बिग्रेर गयो केही लेनदेन त थिएन होइन, गाडी भाडा चाहियो, केटाकेटी रोडमा आउनु भयो भन्छु र गाडी भाडा दिएको हो। ए अब उठेर भनौँ दिइहाल्यो। अब आउँदा आउँदै भन्न पनि भएन गएर आउनु त आउला गर, त्यही पनि कमाएर आएपछि फेरि मान्छेको चालामा फेरि रहेछ कि कुनै खै त्यस्तो कसो भयो। ल हुन्छ भिनाजु म निस्केँ अहिले यसो त्यहाँ मैले भेटेछु पनि भनिदिनु ल त्यसो नत्र आउला हुन्छ आउँछ कहाँ जाला ल भने यसो भेटौँ हुन्छ ल म निस्केँ अहिले होइन यो त यहीँ रहेछ भेटियो होइन फाइदा पनि यस्तो म त अब हप्ता एक भयो यो खेत बिग्रिया छ अरे। ए खेत हेर्दै थिएँ। लोन खेत नास्ता अब यो हाम्रो त नास्ता काजुको नास्ता ए विदेशी हुन्छ ल ल त्यो हाम्रा भेनासित यसो अलिअलि पैसा भाडा भन्दै लगेको अरे भन्ने जस्तो कुरो सुन्थेँ मैले बुढा कति नै ठुलो काम गरेर आएको छ। अब अलिअलि राखिदिएको नि दिन होला नि, कौन सा भागेर जान्छु र म। पहिला यो खेत हानिदिने हो, तिर्दै गर्ने हो पैसा त, पहिला खेत किन्ने हो। ए ल ल हुन्छ त्यही पनि यसो मैले कतै भेटेछु पनि सुनाइदिउँला भनेको थिएँ, सुनाइदिएँ म त ल निस्के बस यसो अलि। अब तिनी बुढा पनि गाउँ घुम्दै हिँड्छन्। पानी आउँदैछ अब होइन ल्याएको त तिर्नु पर्यो बरु खाइ पनि तिर्ने खाइन्न कसैको। ल ल ल हुन्छ हुन्छ पसिनाका 10 धारा कति काट्यो? काटिन सकेन, त्यति गर्मी ए नानी यो पानी ल्याइदियो त मम्मीलाई यहाँ तिर्खाएर आइ। ए छोरो गर्मी हो। त्यो साइलो पनि आएछ गर विदेशबाट। ए पोर पैसा माग्न त्यसरी आएको भर्खर जस्तै लाग्छ, अहिले आइसक्यो हो नि त। छोरी पानी पऱ्यो ठुल्दै नमस्कार। यहाँ हुनुहुन्छ आराम हुनुहुन्छ। कोही नआउने मान्छे कताबाट हो भन्छ। ओहो ठुल्दै तपाईँलाई त थाहै छ, मेरो व्यापार सबै डुबो घाटा लाएर सबै घाटामा गएँ। अब यो ऋण तिर्न सकिने भएन, त्यही भएर दुबई जानु पर्यो भनेर भिसा लागेको, भिसा त खस्यो। अब टिकट काट्ने पैसा भएन, गाउँ रुले कसैले बताएन। मलाई त्यति सहयोग गर्न पर्यो, त्यति गुण लगाइदिन पर्यो। मैले ब्याज जति भनौँ त्यति तिर्छु। मलाई 2 लाख खोजिदिन पर्यो। म त अड्केँ, यहाँ त केटाकेटी चामल खान नपाउने स्थिति भइसकेको छ। कहिलेसम्म हो? अब भिसा खस्यो, अब त त्यही टिकट काट्ने जाने हो। अब पैसा जत्थेर हुन्छ। अब भए त म त भरे नाइटमा चाहिँ जान्थेँ काठमाडौँ। साथमा त छैन, खोजौँला। काम चलाइदिनु ल, टाइममा पठाइदिएँ यसो, मैले पनि अन्त तिर्नुपर्छ। मैले रोकिदिनु। पैसा साँचो हुने हो, यता कसमा बेमान नगर लैजाऊ ल, बाटा खर्च त के गर्ने त। मैले तपाईँको यो गुण के बिर्सुम्ला ठुल्दै। ल धन्यवाद छ, मेरो काम चलाइदिनु। कसैले पताएको थिएन। होइन वर्ष बिहानै आयो क्या चिया पानी खाएर जाने। होइन हो चिया मैले खाइनँ, मलाई योभन्दा ठुलो गुण केही भएन।
मैले कमाएर सर्लक्क तपाईँको नतिरेसम्म अन्त मैले 1 रुपियाँ खर्च गर्दिनँ ल म लागेँ ल म अहिले आउँछु पैसा लिन नतिर नगर हस् हस् हो नि त ए मैले अब त्यही खेत लिने भनेको र अब पैसा त पुग्दैन यसो ऋणसिन गरेर भए नि भयो बाबा त्यसो नगर्नु पहिला बिलतिर मनपछि बल्ल खेत कुदाउँला तिमी नकराउ मलाई थाहा छ ए कसले फोन गर्यो ए बसको फोन आयो हेलो सलाम अलैकुम वालेकुम सलाम كيف حالك जन जन مستر دانسي यस बस انت ما يجي مرة تاني داخل الإمارات انت كام ما في انت ما في شغل زين के भयो बाबा जागिरको अब बसले नआइया भनौँ